हेलो एभ्रिवान, आउनुहोस् है मेरो घरमा लाफिङ खान। यस्तो पनि लाफिङ हुन्छ र पक्कै यही सोचिरहनु भएको होला। तर साँच्चै भन्नुपर्दा मेरो आज भित्री मनदेखि नै म लाफिङ बनाउँछु भनेर बनाएको हो। तपाईँहरूले जे नाम दिँदा पनि हुन्छ, तर म यसलाई लाफिङ नै भन्छु ल। लाफिङ बनाउन तपाईँहरूलाई मैले देखाएको भिडियोमा जस्तै गरी बनाउनुहोस् है। एकदम मिठो पनि हुन्छ अनि इजी पनि, एकदम सजिलो पनि छ। अनि साथीहरू, कुनै बेला हामीलाई कस्तो हुन्छ भने नि जिब्रोले त्यही स्वाद खोजिरहेको हुन्छ, तर त्यही खानेकुरा खानलाई कुनै बेला हामीसँग पैसा हुँदैन, कुनै बेला पसल जान समय हुँदैन। तर त्यति बेला हामीले आफ्नै घरमा भएको खानेकुरालाई राखेर पनि यसरी बनाउन सकिन्छ र जिब्रोको स्वाद मेटाउन सकिन्छ। जब जिब्रोको स्वाद मेटाइन्छ नि, तब मन आनन्द र खुसी मिल्छ के साथीहरू। त्यही भएर आफूलाई खान मन लागेको चिज यसरी नै घरमा बनाएर खानु। घरमा बनाएर खाएको खानेकुरा एकदम हेल्दी र राम्रो पनि हुन्छ। हेर्दा कस्तो राम्रो देखिएको छ, एकदम मिठो पनि छ ल।